थाइरोइडको प्रब्लम किन आउँछ र तपाईको वेटमा यसले कसरी असर गर्दछ र तपाई लेभोथाइरोक्सिन र सेन्ट्रोइड जस्ता मेडिसिन बिना यसलाई कसरी ठिक गर्न सक्नुहुन्छ। थाइरोइड एक्चुअली हाम्रो यो घाँटीभित्र एउटा ग्ल्यान्ड हुन्छ जसले एकदम धेरै हर्मोन बनाउने काम गर्दछ। थाइरोइड स्टिमुलेसन हर्मोन यानी कि TSH। आज हामी यसमा फोकस गर्नेछौँ। यो हर्मोन हाम्रो मेटाबोलिजमको लागि एकदम धेरै जरुरी छ। मेटाबोलिजमको मतलब यो हो कि तपाईको बडी खानालाई इनर्जीको रूपमा परिवर्तन गर्नको लागि कति टाइम लगाउँदछ। जतिखेर तपाईको TSH लेभल हाई हुन्छ यसको मतलब तपाईको बडी थाइरोइड हर्मोन इनफ बनाइरहेको छैन र यसलाई हामी भनिन्छ हाइपोथाइरोइडिज्म। यसको कारण सारा बडीको सिस्टम स्लो डाउन हुन पुग्दछ इन्क्लुडिङ मेटाबोलिजम। यसैको कारणले वेटमा पनि वृद्धि हुन्छ। यदि तपाईको TSH लेभल एकदम धेरै कम हुन्छ भने तपाईको बडी एकदम धेरै थाइरोइड हर्मोन बनाइरहेको छ र यसलाई हामी भनिन्छ हाइपोथाइरोइडिज्म। यसभित्र तपाईको आफ्नो मेटाबोलिजम एकदम फास्ट हुनेछ। त्यसै कारणले गर्दा मानिसहरूको वेटमा पनि कमी हुँदै जानेछ र यो दुवै प्रब्लमको लागि डाक्टरले तपाईलाई मेडिसिन लेखेर दिन सुरु गर्दछ। तर ती मेडिसिनहरूले राम्रो समयपछि एकदम धेरै साइड इफेक्टहरू देखाउनेछ। तर चिन्ता नगर्नुहोला किनकि कुनै हेल्थ लाइफस्टाइल चेन्ज सँगसँगै तपाईले यो मेडिसिनहरूबाट पक्कै पनि छुटकारा पाउन सक्नुहुनेछ र आफ्नो थाइरोइडको नेचुरली ठिक गर्न सक्नुहुनेछ र आफ्नो वेटलाई पनि कन्ट्रोल गर्न सक्नुहुनेछ। सही टाइममा खाना खान र सही अर्डरमा खाना खान एकदम धेरै जरुरी छ। हाम्रो खानामा भन्दा हामी खाने तरिकामा एकदम धेरै समस्या छ।